ल सम्पूर्णमा दर्शक नमस्ते है। आज म मेरो एउटा छोटो मिनी भ्लगमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। र आज धेरै समयपछि आज मेरो एउटा यो भ्लग चाहिँ बनाऊ भनेर एउटा विचार सोच आयो र तपाईहरुलाई के कस्तो लाग्छ हेर्दै जानु होला। ल मन परे लाइक शेयर कमेन्ट गरिदिनु होला। अब म भ्लगहरु बिस्तारै युट्युबमा हाल्दै गर्छु। धन्यवाद। जोरले जाने चोला छैन केही लाग्नु ठुलो होइन पार्टी मानु बिहानीको घाम तिमीको मिठो रात कति मिठो कुराकानी कति मिठो बात
उता लाग्छ उता चाहिँ कोलोनी हो कति सफा छ शीतल लाग्यो ल यहाँ म पछाडि देखेकोतिर चाहिँ हाक्सा बिच भन्ने हो त्यहाँ चाहिँ धेरै मान्छेहरू हुन्छ त्यो बारबेक्यू सबै यहाँ पौडी खेल्ने सबै हुन्छ यता बार एकदम शीतल ठाउँ हो धेरै मान्छेहरू यहाँ घुम्न आउँछ खाने ल यतातिर त्यतातिर म गइनँ म अब धेरैचोटि त्यता गएकोले गर्दाखेरि अब म यता यो बाटोतिर हुँदै यतातिर चाहिँ लाग्छु यो बाटोतिर त्यहाँ हुँदै त्यसो त अब त्यहाँ पनि राम्रो ठाउँ छ त्यता देखाउँदै जाँदैछु है त हजुर अब यतातिर लाग्छ म यहाँ यो चाहिँ हाक्सा बिच अलिक उता देब्रे साइड परेन म चाहिँ दाहिने साइड अब यतै फर्किँदैछु फेरि अघि यता आउने समुद्र छेउ अब म त्यतैतिर जाँदैछु भ्लग अब छोटो मिठो बनाउनु पर्यो धेरै लामो अब अलिक समयले पनि दिँदैन ल हेर्दै जानु होला है त ल अहिले चाहिँ म यहाँ यो ठाउँतिर आइपुगेँ सफै रहेछ समुद्र पनि अन्त यो बर्खामा त पुरै धमिलो हुन्थ्यो भलबाडी आएर यहाँ पुरै यतातिर धेरै राम्रो ठाउँ छ यहाँतिर पनि अब म हाक्सा बिच भनेको चाहिँ यो एरिया हो यो पुरै चाहिँ यहाँनिर मान्छेहरू यहाँ धेरै छन् यहाँ पौडी खेलिरहेछन् कोही सबै शीतल ताप्न आइरहेको छ राम्रो ठाउँ छ यहाँ है त ल यतातिरबाट उता अब रातो रातो ढुङ्गा छ त्यतातिर पनि म तपाईँहरूलाई देखाउँछु यस्तो छ यहाँको भ्यूहरू ल हेर्नुहोस् अब यता चाहिँ यहाँसम्म मात्रै हो रोड यहाँदेखि घुमाउने हो सबै यतातिर म आएको बाटो यो हो यताबाट अब म चाहिँ यता हुँदै यहाँबाट अब त्यसै यो ठुलो ढुङ्गाबाट उता तेर्छ ल हेर्दै गर्नुहोस् यता भिडियो यहाँ पुरै बाढी आएछ पयालो यहाँ चाहिँ एक छेउतिर बाढी आएछ एक छेउतिर चाहिँ पुरै समुद्र हरियै छ ल यहाँबाट ल कति सफा छ ल हेर्नुहोस् यहाँबाट चाहिँ अब ट्याक्कसँग ल यहाँबाट हुँदै म जाँदैछु यहाँबाट उतै कहाँसम्म पुग्छु म त्यहाँसम्म आज चाहिँ बनाउँदै अब अलिकति गर्मी चाहिँ छ है खोलेकै छैन त्यसले गर्दा यस्तो हाइकिङतिर निस्केको बिस्तारै म यही बाटो हुँदै ल हेर्नुहोस् यहाँ ठुलो ढुङ्गा छ यहाँबाट उतातिर जाने हो केही देखिँदैन ल हेर्नु गाउँ सहर यताबाट ठ्याक्कै उता यो बाटो हुँदै घाम चाहिँ लागेको छैन तर पनि आज किन हो अलिक गर्मी पनि छ यहाँबाट अब त्यहाँ एउटा देउराली छ देउरालीतिर हुँदैबाट उतै जान्छ समुद्रको किनारै किनार हिँड्दाखेरि पनि धेरै आनन्द आउने छुट्टै ल चेप हुँदै जाँदैछु त्यो बाटो हुँदै कहाँ पुगिन्छ त्यहाँसम्म चाहिँ हजुरलाई म भिडियो मार्फत देखाउने छु यहाँबाट ल त्यहाँ मान्छेलाई थुप्रो आएको छ देउरालीमा घुम्नलाई म पनि त्यहाँ जाँदैछु यहाँ फेरि भ्लग बनाउँदाखेरि भिडियो सिडियो त्यति अब बनाउने लड त छैन त्यही पनि यसो मिलाएर मकाउको चाहिँ परिवेश वातावरणहरू के छ त ठाउँहरू
रमणीय ठाउँहरू देखाउनु त पर्यो सबैजनालाई के कसो हो। ल हेर्नुहोस् अब त्यही देउरालीतिर नै जाँदैछु। ल म पनि है एउटा मिनी भ्लग बनाउँ त भनेर आज चाहिँ रुमबाट निस्केको। कति रुममा सुत्नु हो छुट्टीमा भनेर। ल हेर्नुहोस् यहाँनिर यस्तो छ। हो उता पर चाहिँ पुरै सङ्लो छ हरियो। त्यो भित्तामा चाहिँ के भरे बालै बालो हरे यस्तो धमिलो पानी आएको छ। ल यहाँ कहीँ केही देखिँदैन। एउटा चाहिँ बोर्ड देखाएको छ त्यति टक्क भएर। ल हेर्नुहोस् ल अब त्यही देउरालीमा जान्छ। मान्छे भयो भने त म फोटो खिच्न सकिँदैन, भिडियो चाहिँ बनाउन सकिँदैन। त्यही यसो गएर दर्शन गरेर आउनु पऱ्यो। टक्क भएर यहाँबाट चाहिँ एउटा रहेछ यहाँ तरुनी देखाउनु हुँदैन यसले फेरि अहिले कुन बनाएको भन्छ। एउटा ट्याक्कै यहाँ त पो रहेछ कथाले। को को आउनु भएको छैन, को कोले देख्नु चाहिँ ल हेर्नुहोस् यहाँ आज म देखाइदिएको हजुर। ल टक्क पर शीतल समुद्रको माथि देउराली हेर्नु त्यहाँ यताबाट जाने म त्यो बाटो त्यो उता उतातिर साइड छेउ हेर्नुहोस् न कति डर लाग्दो रहेछ। थाहा कति डर लाग्दो रहेछ साथी बाबा डर लाग्दो छ डर लाग्दो। हेर्नु त समुद्र कहीँ हो गाउँ डरै लाग्छ। अब यहाँ देउराली पसिवरी अब चाहिँ म यहाँ हेर्नुहोस् ल बाटो फेरि कडा छ क्या सानो। समुद्र छेउमै आइसक्यो नि। यहाँबाट पुरै तल झऱ्यो भने सकिहाल्यो कि नाम निसाना छैन क्या कि उकालो यस्तो बाटोबाट घुम्दै 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 यस्तो छ। ल पुरै सफा छ ल कस्तो रातो खालको ढुङ्गा। अब कम्ती उकालो छैन यार यहाँबाट मान्छेहरू जाँदै जान्छ लबाट आएकै खै यताबाट अब ढुङ्गै ढुङ्गा छ। यस्तो छ ढुङ्गै ढुङ्गा। नयाँ ठाउँमा आइयो आज त। ल कसरी अब कहाँसम्म पुगिन्छ त यो बाटो। हेट डर लाग्दो रहेछ समुद्रको किनारै किनार हेर्नुहोस्। ल बाबा कस्तो छाला छ हेर्नुहोस् त्यहाँ। यहाँबाट चिप्लेर तल गइहाल्यो भने सकिहाल्यो। ल यो त यस्तो पार्छ फेरि हो काउ भेज। ल हेर्नुहोस् यहाँ न केही छ केही छ म एक्लै हो आज यहाँ। हट तल स्वाटै खस्यो भने छल छाल चरा मुसा कोही छैन यहाँ। घुम्न आउने पनि कोही छैन आज मान्छेहरू। एउटा कहाँ भेटिन्छ किन होला। आज घाम पनि लागेको छैन। हुन त अब रात पनि पर्न लाग्यो 6 बज्न लागिसक्यो। त्यही भएर होला बाटो हेर्दै हिँड्नुपर्छ। चिप्लिएर चाहिँ तल एकैचोटि समुद्रमा पुगेर चाहिँ सक्यो। सास नै बास हुन्छ हौ यहाँ त। ल हेर्नुहोस् है साथीहरू म लगभग यो बाटो हिँडेको लगभग 1-1.5 घन्टा भइसक्यो। ल अझै कट्दैन हेर्नुहोस्। ओहो आज त घर नपुग्ने चाहिँ क्या हो। हट तेरि गएर हेर्नु यहाँ समुद्र म कहाँबाट आएको। ल काउ हट तेरि बाटो त कहाँ हो यो पुग्ने बाटो। हट आज म कतै हराउनु त होइन। हट आम्मा म पसिना त पुरै भिज्यो नि। हट त्यतिको आज घाम पनि लागेको छ नि त्यति। यो ठाउँ पनि खासै चाहिँ क्लियर छैन। मौसम आज खासै भिडियो राम्रो आउला जस्तो लागेन। ल हेर्नु साथीहरू ल बल्ल बल्ल अब चाहिँ अलिअलि गाउँ के भयो गाउँ नै सहरै होला भित्ता यता ओ पर देखिरहेछ यहाँ त फेरि समुद्र राम्रै छ। तलतिर चाहिँ के भएर पयालो नपरेर धमिलो थियो। यहाँ चाहिँ अलिअलि सफै छ। अब चाहिँ म कसरी त्यो गाउँतिर त्यो सहर बजारतिर जाउँ भनेर बाटोमा हिँड्दैछु कि
हेर्नुहोस् अब यस्तो छ यहाँबाट अब जाँदैछु मजाले चाहिँ गर्दै गर्दै हेर्नु कस्तो राम्रो ठाउँ छ फेरि भिर त्यहाँबाट फेरि गाउँ त्यहाँबाट फेरि फेरि गाउँ त्यहाँबाट उता फेरि सहर त्यहाँबाट म त्यो पाहाडदेखि उतैतिर जानुपर्ने हो म मेरो रुमतिर ल हेर्नुहोस् यहाँबाट चाहिँ उकालो लाग्नु यता बाटो रेन्ज अब यता त अब समुद्र त्यो सहर पस्नका लागि यहाँबाट उकालो ल र ठाडै उकालो जानु छैन त यहाँ यस्तो ठाडो छ उकालो उकालो यो जङ्गल काटेर अनि त्यो बजारतिर निस्किनु पर्ने रहेछ अब यतैबाट म उतै त्यो बजारतिर निस्किन्छु ल हेर्नुहोस् साथीहरू अघि म तल समुद्रमा थियो अहिले माथि डाँडामा आइपुगेँ कि यस्तो डर लाग्दो जग्गा छ हेर्ने जङ्गलै जङ्गल यहाँ त पुरै बाघ पनि आउँला जस्तो छ यार हेर्नु जङ्गल कत्रो छ यहाँबाट फुत्तै चाहिँ बाघ चितुवा अन्त सकिएन नि हट डरै लाग्छ यार हट भाग्नु पऱ्यो यार म त यो गोरेटो मात्रै छ मान्छे कोही छैन अब हट यहाँबाट यस्तो निस्किने कालो कालो जङ्गल छ हट त्यो त जङ्गल हट ल साथीहरू अहिले म यही उकालो हुँदै माथि त्यो अघि देखेको बजार सहरतिर पुग्नुपर्ने त्यो समुद्र फेरि ओह्रालो झर्नु पर्ने होला एउटा कहाँ उकालै हेर्नु त हट डर लाग्दो छ यहाँबाट भो जाने हो माथि डाँडातिर चाहिँ अझै लाग्छ 1-1.5 घन्टा ल अघि पर त्यो समुद्रको छेउबाट देखेको बजार यही रहेछ त अब बल्ल आइपुगेछ 2 घन्टा लाएर आइपुग्यो 2 घन्टा हेर्नुहोस् अब कन्टिन्यू भ्लग त बनाउन सकिनँ अब बाटो पुरै जङ्गल थियो डर पनि लाग्यो यसो चाहिँ यहाँ अब नयाँ ठ्याक्कै समुद्रको छेउ यो चाहिँ भिरको चेपमा छ यहाँबाट फेरि उता भिर पर छ ठ्याक्कै ल है त अब यता जान्छु त्यो बाटो हुँदै समुद्र छेउ चाहिँ यस्तो दामी ठाउँ छ ल हेर्नुहोस् ल यस्तो ठाउँ छ ल पाहाड गाउँ सहर फेरि समुद्र यहीँ माथि रोड रहेछ अब यहीँबाट रोड जान्छु ल साथीहरू अब म यो बाटोतिर लाग्नु पऱ्यो अब भिडियो पनि लामो होला जस्तो छ म यहाँबाट जाँदै अब फेरि अर्को बजारतिर जान्छु यो समुद्रकै किनारा हो यो बाटो पनि अब यो चाहिँ रोड हो भने अघि चाहिँ पैदल हिँड्ने बाटो भएकोले गर्दाखेरि त्यहाँ 1-2वटा घर देखाएको छ त्यहाँनिर यो घरतिर जान्छु है त म त्यतातिर गएर म भिडियो बनाउँछु ल है साथीहरू यहाँ म यो गाउँतिर आइसक्यो अब यहाँबाट त्यसो लाग्छ अब चाहिँ सहरै सहर छ होला जस्तो लाग्छ बजार त्यतैतिर लाग्छ यताबाट त्यसै यहाँबाट त्यो पाहाडतिरबाट तेर्छ ल यो पनि समुद्र छेउ त अलिकति माथि हो यो चाहिँ गाडी पुरै हिँड्छ रोड चिल्लै छ ल है साथीहरू अहिले म चाहिँ यहाँ आइपुग्यो अब भिडियो पनि अन्तिम हुन लाग्यो ल यो चाहिँ पारीको चाहिँ चाइना हो ल एकदम राम्रो ठाउँ छ है चाइना पुरै पानी जहाज छ सबै यतातिर पुरै पाहाड छ तर एकदम रमणीय ठाउँ ल हेर्नुहोस् ल साथीहरू अहिले चाहिँ भिडियो एकदम क्लियर आएको छ अब चाहिँ रुमतिर जानु पऱ्यो ल भिडियो के कस्तो लाग्छ है प्रतिक्रिया दिनु होला मन पर्यो लाइक कमेन्ट सेयर गरिदिनु होला फेरि भेटौँ अर्को भ्लगमा है त धन्यवाद।